आचार्य बालकृष्ण। आचार्य बालकृष्ण उनले भारतमा बसेर गरेको पुरुषार्थको सकारात्मक प्रभावबाट पूरा विश्वले लाभ प्राप्त गरिरहेको छ। उनका सफल प्रयोगहरू हाम्रा कठिन परिस्थितिहरूमा मार्गदर्शन बन्न सक्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, उनले नयाँ मोडल पस्कँदै नेपाल विकासका लागि केही प्रयास गरिरहेको बताएका छन्। मातृभूमि प्रतिको कर्तव्य निभाउन खोजेको बताएका छन्। समृद्ध नेपाल बनाउने योजना अघि सारेका छन्। यो हाम्रा लागि खुसीको कुरा हो। आचार्य बालकृष्ण एक अखण्ड ब्रह्मचारी हुन्, जसको कार्यकुशलताले भारतमा पहिलो नम्बरमा रहेको पतञ्जलि आज विश्वमै उदाहरणीय बनेको छ। आफ्नै परम्परामा आधारित आर्थिक समृद्धिको यो नौलो प्रयोगले धेरैलाई जिल खुवाएको छ। उनको यो मोडेल हाम्रा लागि माटो सुहाउँदो हुन सक्छ। यस विषयमा मिहिन बहस आवश्यक देखिन्छ। आफ्नो जन्मभूमिको समृद्ध नेपाल अभियानमा आफूले सक्ने साथ र सहयोग गर्न तयार भएको सन्देश दिँदै उनले नेपाली युवाहरूलाई यो अभियानमा जोडिन अपिल गरेका छन्। यो कुरा सबैलाई थाहा नहुन पनि सक्छ, जो थाहा पाउन जरुरी छ। उनले नेपालको विकासमा केन्द्रित भएर समृद्ध र स्वस्थ नेपाल, दिगो कृषि, ई गभर्नेन्स, फ्लोरल डाइभर्सिटी लगायतका अनुसन्धानात्मक पुस्तकहरू तयार गरेका छन्। त्यसैगरी नेपाली भाषामा आफ्ना विचार बाँड्न युवा आह्वान, विचार क्रान्ति, वैदिक नित्यकर्म विधि लगायतका पुस्तकहरू पनि तयार गरेका छन्। हाम्रो स्वाभिमान नामको संगठन खडा गरेर प्रवासमा रहेका नेपालीहरूलाई एकजुट बनाई भाषा र संस्कृतिको संरक्षणमा थुप्रै कामहरू गरिरहेका छन्। उनका प्रवचन, अन्तर्वार्ता र भेटघाट लगायत विभिन्न स्रोतहरूलाई आधार मान्दै आचार्य बालकृष्णको मनसायको निचोड यसरी प्रस्तुत गरिएको छ। यो महापरिवर्तनको समयमा आत्म, राष्ट्र र युगका लागि एक सशक्त नागरिक बन्ने सौभाग्य सबैलाई प्राप्त हुनेछ। योग, अध्यात्म, आयुर्वेद, वैदिक दर्शन अनि अनमोल प्राकृतिक सम्पदाले सम्पन्न यो राष्ट्रलाई समृद्ध बनाउन अब बोल्ने भन्दा काम गर्नेहरूको खाँचो छ। समृद्ध नेपाल अनुसन्धान योजना र भविष्यको दृष्टिकोण। समृद्ध नेपाल हाम्रो साझा चाहना हो। यसका लागि इच्छा शक्ति मात्र पर्याप्त छैन। यसलाई व्यवहारमा उतार्न स्पष्ट उद्देश्य, सुदृढ सङ्कल्प र व्यावहारिक योजना आवश्यक छ। योजना निर्माणका लागि वैज्ञानिक अनुसन्धान, नीति निर्माण र समुदायको सहभागिता अपरिहार्य छ। यस परिप्रेक्ष्यमा आचार्यजीले तयार गरेका विभिन्न क्षेत्रका अनुसन्धानले समृद्धिको दिशामा ठोस मार्गदर्शन प्रदान गर्दछन्। आचार्यजीले समृद्ध नेपालका लागि तयार गरेका मुख्य रिसर्च पेपरहरू: क. नेपालमा दिगो कृषि, कृषि क्रान्तिका लागि पहिलो कदम। नेपालमा दिगो कृषिमा आधारित अनुसन्धानात्मक पुस्तकले कृषि प्रणालीको वर्तमान अवस्था र भविष्यका सम्भावनाहरूलाई समेटेको छ। यसले जलवायु परिवर्तन, स्रोतको अभाव र सामाजिक आर्थिक चुनौतीहरूको समाधानका लागि दिगो अभ्यासहरूको महत्त्वलाई जोड दिएको छ। पुस्तकमा स्मार्ट कृषि, दिगो पशुपालन र जलवायु सहनशील अभ्यासहरू जस्ता नवीन समाधानहरू प्रस्तुत गर्दै नीति निर्माण, सामुदायिक सहभागिता र डिजिटल प्रविधिको भूमिकालाई समेत स्पष्ट पारिएको छ। यो पुस्तकले नेपालमा कृषि क्षेत्रको प्रगतिका लागि मार्गदर्शनका रूपमा कार्य गर्दछ, जसका मुख्य मुद्दाहरूलाई निम्नानुसार हेरौँ। 1. पशुपालन। ग्रामीण अर्थतन्त्रमा पशुपालनको महत्त्व, रोग, अभाव र उत्पादकत्वका चुनौतीहरू, रोग नियन्त्रण र सामुदायिक प्रजनन कार्यक्रमहरू। 2. स्मार्ट कृषि प्रविधि। कृषिमा स्मार्ट प्रविधिहरू जस्तै इन्टरनेट, ड्रोन र स्वचालित मेसिनहरूको प्रयोग, जलस्रोत व्यवस्थापनका लागि स्मार्ट सिँचाइ प्रणालीहरूको उपयोग। 3. जलवायु सहनशील अभ्यास, जैविक खेती, माटोको स्वास्थ्य सुधार र
नवीकरणीय ऊर्जाको प्रयोग, जलवायु परिवर्तनको सन्दर्भमा अनुकूलन र न्यूनीकरण रणनीतिहरू। 4. नीति र शासन। कृषि नीतिहरूको कार्यान्वयनमा सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको भूमिका। कृषि विकास रणनीति एडिएसको योगदान। 5. अन्तर्राष्ट्रिय सहयोग। ILRI जस्ता संस्थाहरूको योगदान पशु प्रजनन र खाद्य सुरक्षा सुधार। साथै यो शोध नीति निर्माताहरू, अनुसन्धानकर्ताहरू, किसानहरू र सरोकारवालाहरूका लागि एउटा महत्त्वपूर्ण स्रोत हो। ख. नेपालका लागि ई-गभर्नेन्स मोडेल। नेपालका लागि ई-गभर्नेन्स मोडेलका नामले तयार गरिएको अनुसन्धानात्मक पुस्तकले डिजिटल शासन मार्फत नेपाललाई रूपान्तरण गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दछ। यसले सूचना तथा सञ्चार प्रविधि ICT को उपयोग गरी कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा र पर्यटन जस्ता प्रमुख क्षेत्रमा सेवा प्रवाह, पारदर्शिता र नागरिक सहभागिता सुधारमा जोड दिएको छ। डिजिटल नेपाल फ्रेमवर्क र ई-गभर्नमेन्ट मास्टर प्लान मार्फत डिजिटल मोडेलमा प्रवेश गरेपछिको नेपालको प्रगतिलाई उल्लेख गर्दै सीमित पूर्वाधार, डिजिटल साक्षरताको कमी र साइबर सुरक्षा जस्ता चुनौतीहरूलाई सम्बोधन गरिएको छ। यसले एकीकृत डिजिटल प्लेटफर्म, क्षमता अभिवृद्धि र नागरिकमुखी शासनद्वारा डिजिटल असमानता हटाई समावेशी र प्रभावकारी सेवाहरू सुनिश्चित गर्न प्रस्ताव गर्दछ, जसले नेपालको दिगो विकास र सुशासनमा योगदान पुर्याउँछ। 1. डिजिटल नेपाल फ्रेमवर्क DNF। कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जा र पर्यटन जस्ता क्षेत्रमा डिजिटल उपकरणहरूको प्रयोग र अपनत्वलाई प्रवर्धन गर्ने लक्ष्य। समावेशीकरण र डिजिटल विभाजन घटाउनेमा ध्यान केन्द्रित। 2. चुनौतीहरू। सीमित पूर्वाधार, डिजिटल साक्षरता अभाव र साइबर सुरक्षा जोखिम। नवीन नीति, बलियो ICT पूर्वाधार र दक्ष मानव संसाधनको आवश्यकता। 3. रणनीतिहरू। तथ्याङ्क आधारित शासन, एकीकृत डिजिटल प्लेटफर्म र क्षमता निर्माणमा जोड। गुणस्तरीय सेवा वितरणका लागि केन्द्रीय ICT प्रणालीको विकास। ग. नेपालका पुष्प तथा औषधीय सम्पदा, विविधता, चुनौती र संरक्षण। नेपालको पुष्प र औषधीय सम्पदा, विविधता, चुनौती र संरक्षण विषयको रिसर्चले नेपालको अद्वितीय वनस्पतीय तथा औषधीय विविधताको व्यापक अध्ययन प्रस्तुत गरेको छ। यसले हिमालय पर्वतदेखि तराईका मैदानसम्म नेपालको भौगोलिक र पारिस्थितिक समृद्धिको चर्चा गरेको छ, जसमा यहाँका दुर्लभ वनस्पति र औषधीय महत्त्वको चर्चा गरिएको छ। यसमा नेपालको सांस्कृतिक, पारिस्थितिक र आर्थिक महत्त्वलाई प्रस्ट्याउँदै संरक्षणको चुनौतीलाई पनि उजागर गरिएको छ। यो अनुसन्धान विद्यार्थी, अनुसन्धानकर्ता, नीति निर्माता र नेपालको वनस्पतिक सम्पदा बुझ्न र सुरक्षित राख्न चाहने सबैका लागि महत्त्वपूर्ण स्रोत हो। पुस्तकमा उल्लेखित मुख्य बुँदाहरू। 1. भौगोलिक र पारिस्थितिक विविधता। नेपालका हिमालय, पहाडी र तराई क्षेत्रका भिन्न भूभाग र यसले वनस्पतिक विविधतामा पारेको प्रभावको वर्णन। पारिस्थितिक प्रणालीमा यी क्षेत्रहरूको महत्त्व। 2. जातीय र सांस्कृतिक सम्पदा। नेपालका विभिन्न जातिहरू र वनस्पतिसँग सम्बन्धित उनीहरूको परम्परागत ज्ञानको चर्चा। आयुर्वेद र अम्ची जस्ता परम्परागत चिकित्सा पद्धतिमा औषधीय वनस्पतिहरूको प्रयोग। 3. पुष्प र औषधीय विविधता। औषधीय वनस्पतिहरूको विस्तृत विवरण र तिनको पारम्परिक प्रयोगहरूको उल्लेख। स्थानीय र IUCN सूचीमा रहेका दुर्लभ वनस्पतिहरूको वर्णन। 4. जैव विविधताका चुनौतीहरू। प्राकृतिक वासस्थान विनाश, जलवायु परिवर्तन, अत्यधिक चरीचरण र कृषिको विस्तार लगायत समस्या। आक्रमणकारी प्रजातिहरू र असन्तुलित जमिन उपयोगबाट उत्पन्न असरहरूको विश्लेषण। 5. संरक्षण रणनीतिहरू। प्राकृतिक इन सिटु र कृत्रिम एक्स सिटु संरक्षण विधिहरू। समुदाय आधारित संरक्षण कार्यक्रम र स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिकाको चर्चा। 6. कृषि र आर्थिक प्रभाव। कृषिमा औषधीय वनस्पतिहरूको समावेश, ग्रामीण जीविकोपार्जनमा जैविक विविधताले पार्ने आर्थिक प्रभाव। 7. नेपालका प्रदेशहरू। 7वटै प्रदेशहरूको विस्तृत विवरण, तिनको पुष्प विविधता र संरक्षणका चुनौतीहरू। 8.
समाधान र भविष्यका दिशाहरू, दिगो जमिन व्यवस्थापन अभ्यासहरूको सिफारिस, अनुसन्धान, दस्तावेजीकरण र चेतनाको अभिवृद्धिका उपायहरू प्रस्तुत गर्दै नेपालको प्राकृतिक सम्पदालाई सुरक्षित राख्नका लागि आह्वान। यी अनुसन्धानात्मक पुस्तकहरू नेपालको दिगो विकासका लागि मूल्यवान स्रोत हुन्। कृषि, डिजिटल शासन र जैविक विविधताको संरक्षणमा आधारित सुझावहरूले देशको समृद्धिको मार्गचित्र प्रस्तुत गर्छन्। नेपालको प्राकृतिक स्रोत र जनताको जीविकालाई दिगो विकासमा रूपान्तरण गर्न यी अनुसन्धान मार्गदर्शक सिद्ध हुनेछन्। वैदिक जीवन पद्धति। वैदिक जीवन पद्धतिको आधार मनुस्मृति, भागवत गीता, ऋग्वेद, यजुर्वेद, उपनिषद र शिवपुराण जस्ता प्रमुख ग्रन्थहरू हुन्। यी शास्त्रहरूले वैदिक जीवन पद्धतिको महत्त्व स्पष्ट पारेका छन्। वैदिक जीवन पद्धतिको उद्देश्य आध्यात्मिक उन्नति र धर्म पालन गर्नका लागि व्यक्तिगत र सामाजिक जीवनलाई शुद्ध र समृद्ध बनाउनु हो। वैदिक नित्य कर्म विधि। वैदिक जीवनशैलीका दैनिक क्रियाकलापहरूलाई नित्य कर्म भनिन्छ। यसले व्यक्ति र समाजलाई शुद्ध, अनुशासित र आध्यात्मिक उन्नतिका लागि प्रेरित गर्दछ। वैदिक नित्य कर्ममा योग, स्वयं सुधारको विशेष अभियान, दीयते ज्ञान सद्भावः क्षीयते पशुवासना, अर्थात् पशु प्रवृत्तिलाई दिव्य भावनामा बदल्ने मानसिक र शारीरिक उपचार योग हो। अष्टाङ्ग योग, यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि योगका 8 अङ्ग हुन्, जसलाई अष्टाङ्ग योग भनिन्छ। योगमा कुनै पनि यस्तो कुरा बताइएको छैन कि जसलाई अपनाउन नसकियोस्। पञ्चयज्ञ। देवयज्ञस्तथा प्रीत्यं भूतयज्ञश्च मानुषः स्वाध्याययज्ञश्च पञ्चैते गृहमेधिनमागतः। गृहस्थले पालन गर्नुपर्ने 5 यज्ञले मानिसलाई आफ्नो कर्तव्यप्रति सचेत बनाउँदै समाज, प्रकृति र आत्माको बीचमा सन्तुलन कायम गर्न सहयोग पुर्याउँछ। ग. 16 संस्कार। वैदिक दर्शन अनुसार 16 संस्कारहरूले मानिसको जन्मदेखि मृत्युसम्मको जीवन चक्रलाई शुद्धिकरण, अनुशासन र आध्यात्मिक उद्देश्यका साथ पूरा गर्न मद्दत गर्छन्। वैदिक दर्शन अनुसार 16 संस्कारहरूले मानिसको शरीर, मन र आत्मालाई आध्यात्मिक उद्देश्यमा जोड्छन्। आहार। वैदिक जीवनशैलीमा मांस आहारलाई प्राथमिकता दिइँदैन र सात्विक भोजनलाई नै प्रोत्साहन गरिन्छ। वैदिक पद्धतिमा आहारलाई मुख्यतः 3 भागमा विभाजन गरिएको छ। सात्विक आहार शुद्ध, पवित्र र पोषणदायी। राजसिक आहार तिक्त, अम्लीय, तीव्र वा उत्तेजक। तामसिक आहार बासी, दुर्गन्धित वा अपवित्र। वैदिक पद्धतिहरूले आहारलाई केवल भौतिक आवश्यकताका रूपमा मात्र होइन, धर्म, आस्था र आध्यात्मिक प्रगतिसँग पनि जोडेर हेर्छन्। शुद्ध, सात्विक र अहिंसात्मक आहारले शरीर र मनमा शुद्धता ल्याउँछ भन्ने शास्त्रीय मान्यता रहेको छ। केही भ्रमहरूबाट मुक्ति। वैदिक जीवन पद्धति आफैमा वैज्ञानिक हुँदाहुँदै पनि पुस्तान्तरण हुँदै जाँदा गलत सञ्चारले केही भ्रमहरू सिर्जना गरेका छन्, जसबाट मुक्ति पाउनु जरुरी छ। क. बलि प्रथा। सनातन धर्ममा बलि प्रथा तामसिक अर्थात् आसुरी व्यक्तिहरूले चलाएको सती प्रथा वा छुवाछुत प्रथा जस्तै एक कुरीति हो। वैदिक सनातन धर्मले त अहिंसा परमो धर्म भन्छ। मनुस्मृतिमा भनिएको छ, न मांसम भक्षयेद विद्वान सर्वम जीवम च वर्जयेत, अर्थात् बुद्धिमान व्यक्तिले मासु खानु हुँदैन र सबै जीवलाई हानि पुर्याउनबाट जोगाउनु पर्छ। ख. वर्ण व्यवस्था र छुवाछुत। वैदिक ग्रन्थहरूमा वर्ण व्यवस्थाको आधार गुण र कर्मलाई मानिएको छ, तर समय क्रममा यसलाई जन्मका आधारमा विकृत गरियो।
वर्ण व्यवस्था समाजको कार्यक्षमता र सन्तुलन कायम गर्नका लागि एक प्रणाली थियो। आधुनिक सन्दर्भमा यो प्रणालीलाई सबैलाई समान अवसर दिनुपर्छ भन्ने सन्देशका रूपमा लिनुपर्छ। मनुले जन्मना जायते शूद्र कर्मणा दिज उच्यते भनेर बताएका छन्। समग्रमा आचार्य बालकृष्णले आफ्नो कार्य र अनुसन्धान मार्फत नेपाललाई समृद्ध बनाउने दिशामा आफ्नो स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन्। वैदिक परम्परा, योग, आयुर्वेद र दिगो कृषि प्रणालीलाई समृद्ध नेपाल बनाउने बाटो भनेका छन्।